किन संगतिया छ फेल भए पनि डराउनु पर्दैन। तपाईँ कुनै काम गर्नुभयो अनि त्यो काम गर्दा गर्दै तपाईले के भयो त फेल हुनुभयो। त्यो फेल हुने बित्तिकै तपाईको लाइफ क्लोज भइरहेको छ त्यस्तो छैन कि एकचोटि सोच्नुस्। तपाईँ फेल भएपछि तपाईको दिमाग के हुन्छ काम गर्न थाल्छ भन्छ कि लाग्छ कि ए मेरो जिन्दगी खत्म भइसक्यो। तर त्यहीबाट तपाईको एउटा नयाँ अध्याय सुरु हुन्छ यदि तपाईले बारीकीले यसलाई अब्जर्भ गर्नुभयो भने। अहिले तपाईकै पास्टमा अर्कोको जीवनको पास्टलाई छोड्नुस् तपाई आफ्नै जीवनको पास्टलाई हेर्नुस्। तपाईले जुन बेला खराब सिचुएसनलाई तपाईले ह्यान्डल गर्नुभयो खराब सिचुएसन पाउनुभयो त्यसपछि तपाईको लाइफमा के भयो त पहिला भन्दा राम्रो भएको छ कि के भएको छ। जसरी हामी तपाईहरुलाई बारम्बार भन्दै आएको छु जे हुन्छ राम्रोको लागि हुन्छ। तपाईले अहिलेसम्म आफ्नो लाइफमा अब्जर्भ गर्नुभएको होला। यदि अब्जर्भ गर्नुभएको छैन भने याद गर्नुहोस् तपाई एक्चुअलमा तपाईको लाइफमा यस्तो घटना घटिसकेको छ। त्यसलाई तपाईले आफ्नो सुधार गरेर अनि तपाई अब अगाडि बढ्न जरुरी छ। अल द बेस्ट। यस्तै भिडियोको लागि हाम्रो यो इन्जिनियर के च्यानललाई सब्स्क्राइब गर्नु होला।